बिहान चाहिँ म चाहिँ यहाँ कुमार भाइको ल खाना आयो अब खाना खान्छु फाइनल्ली होटलमा आइपुग्यो नमस्ते म लोकमान गुरुङ स्वागत छ मेरो युट्युब च्यानलमा सन्चै छु सन्चै आरामै होला नि पूर्ण आशा राखेको छु र आज म धेरै दिनपछि एउटा सानो भिडियो लिएर आएको छु भिडियो हजुरहरूले थम्बनेल हाइलाइट हेरेर गेस गरिसक्नु भयो होला भिडियोलाई हेरेर रमाइलो गर्नु होला र लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्नु नभुल्नु होला ल अहिले यहाँ पोखरामा भाइरल रोड हुन लाग्छ दाहिने बायाँ यस्तो दामी भएछ यो बनिसकेपछि एकदम राम्रो हुन्छ होला यता नाला खाँदैछ यो चाहिँ हामी औद्योगिक क्षेत्र इलाकातिर छ अहिले चाहिँ म एयरपोर्टतिर लाग्दैछौँ एयरपोर्टतिर जाँदाखेरि यस्तो बाटो बनाएछ पोखरामा यो चाहिँ तल उसमा कहाँसम्म छ अरे विजयपुरसम्म छ होइन यस्तो विजयपुरसम्म अनि माथितिर बुद्ध चोक कटेछ नि इन्द्र चोकसम्म यस्तो दामी भएछ ल यो बनिसकेपछि एकदम राम्रो हुन्छ होला यतातिर त एकदम बनेकै छ फेरि पनि हाम्रो घरबाट यहाँ आउनलाई 1 मिनेटमा यहाँ चोकमा आइपुग्यो यो बुझानको चोक होइन कहाँ चाहिँ एयरपोर्ट चोकतिर शिव चोकबाट यहाँ आउन 1 मिनेट ठ्याक्क 10 सेकेन्ड लाग्यो यो साइडमा बन्दैछ वान साइड बनिसक्यो यहाँनिर यो चाहिँ अब एयरपोर्टतिर जाने भयो आमाले के हेर्दैछन् बिचरा किन बजाइदियो सिटी बिहान चाहिँ मौसम अलिअलि थियो अहिले अलिक हल्का खुलेछ अहिले ठिक 12:26 भएको रहेछ होइन एयरपोर्टतिर लाग्यौँ आज पनि ल एकैछिन काठमाडौँ गएर आउनु पर्यो पोखरा इन्टरनेसनल एयरपोर्ट आज झन्डाहरू निकालेछ त है यहाँ पुरा झन्डा लगाउने थियो आज झन्डा निकालेर रहेछ ल हामी चाहिँ ठ्याक्क आइपुग्यो शिव चोकदेखि यहाँ 2 मिनेट नै लाग्दैन रहेछ त कान्छ ल 1.5 मिनेटमा आइपुग्यो भनेपछि हामी घरबाट 2 मिनेटमा आइपुग्छ बाटो खुलेछ हेर्नु त ठ्याक्क 1 मिनेट 44 सेकेन्ड भयो ल म शिव चोकदेखि सुरु गरेको शिव चोकदेखि यहाँ आउनलाई 1 मिनेट 44 सेकेन्ड त्यहाँदेखि 1 मिनेट होला हाम्रो घरमा जाने होइन ल आज चाहिँ अलि भिड होला किनकि गाडीहरू चलेको छैन त्यही भएर म चाहिँ झर्छु जानै हुन्छ म चाहिँ लागेँ अब शुभयात्रा राम्रोसँग गरेर आउनु ल थ्याङ्क यू हुन्छ बाई बाई कान्छाबाट म चाहिँ अब हिँड हुँदैछु यतातिर हिँड गेटतिर जान्छु
क्याम्प त छन् त छ फेरि पनि वेटिङमा रहेछ चाक डिले भएर मान्छेले यसो लाइन लाएर बसेको छ टिकट चेकअप हुँदैछ अब चेक भएर निस्किहाल्नु छ तिर लाग्दैछ आइसकेको छ यता चाहिँ चेक गरेर आउँदैछ यहाँ चाहिँ म चाहिँ अब राततिर लाग्यौँ आज चाहिँ यतिमा जाँदैछौँ ल यो चाहिँ ल यति नाइसमा आजको सीट नम्बर छ 16F बहिनीको फोन आएको रहेछ एकछिनपछि रिसिभ गर्छु म चाहिँ अहिले चल्दैछौँ त्यही भएर मैले फोन चाहिँ उयो गरेको छैन दाइ गयो है ल नमस्ते दाइ अहिले भोलि भेटौँला है नमस्ते यसरी बाँध्न कस्न र यसरी खोल्न सकिन्छ यहाँहरूको सुरक्षाको लागि उडानपट्टि भई पेटी बाँधिरहनु हुन अनुरोध गर्दछौँ अक्सिजन मास्क र दोस्रो सिटको माथि राखिएको छ कारणवश क्याबिनभित्रको हावाको चाप घट्न गएमा अक्सिजन मास्कलाई मोडेलबाट निकाली तान्नुपर्नेछ सामान्य श्वास प्रश्वासको लागि सो मास्क नाकपट्टि तानी नाक र मुख छोपी साधन तरिकाबाट सास फेर्नुहोला कारणवश क्याबिनभित्र धुवा भरिएमा भुइँमा भएको सो बत्तीलाई अनुसरण गर्दै जहाजबाट बाहिर निस्कनुहोला यस विमानभित्र पहिलो पङ्क्तिमा अवस्थित दुईवटा च्यालहरू आपतकालीन निकासको लागि रहेको छ साथै पछाडि दायाँ र बायाँ सेपटकारी यात्रुका पनि आपतकालीन निकासको लागि प्रयोग गर्न सकिन्छ सुरक्षा निर्देशिका प्रत्येक सिटको अगाडि राखिएको छ कृपया उडान अगाडि बढिदिनु हुन अनुरोध गर्दछौँ धन्यवाद अब हामी चाहिँ टेकअप हुन लागेको छ रनवेमा दौडिँदैछ मौसम भएर जात पनि यस्तो हाल्दैछ कि अब हामी काठमाडौँको छेउछाउमा आइपुग्यो काठमाडौँ ल्याइन छ काठमाडौँ सुरु भयो यतातिर चन्द्रगिरी हो तर बादलले गर्दा केही पनि देखिएको छैन चन्द्रगिरी देखाउने थियो हजुरहरूलाई
फाइनल्ली एयरपोर्ट आइपुग्नु आयो। भइसक्यो अब भयो। फाइनल्ली काठमाडौँ एयरपोर्ट आइपुग्यो। आउँदैछ ल म चाहिँ प्लेन भएर अब बसतिर लाग्यो। बसमा बसेर होटलतिर जाने। बसमा बस्यौँ। अब बसमा बसेर होटलमा जाने हो। ल बाहिर आइसकेँ। होटलको गाडी आउँदैछ भन्दा अरे गाडी आइपुग्यो। होटलको नाम रहेछ रोयल एयरपोर्ट। यहाँ चाहिँ वेलकमको लागि राखिदिइराखेको रहेछ। ल नमस्ते। ल थ्याङ्क यू। ल अबदेखि पहिलो हो यहाँ आएको। हेरौँ रुमहरू कस्तो रहेछ। राम्रो लाग्यो ठाउँ चाहिँ। भित्र जान्छु अब कस्तो कस्तो छ हेर्छु। अनि त्यो फोन उठाउने भाइ रुम यता चाहिँ बसेर खानु रहन्छ। यता डाइनिङ रुममा जाँदैछु। लिफ्टबाट जाने हो। ल कति फ्लोरमा दिनुपर्छ? 6मा? 5मा रुम नम्बर 504मा। ल रुम नम्बर 504मा जाँदैछौँ। ल भेट्यो रहेछ रुम रहेछ। ल टिभी फ्यान एसी रहेछ। ल एकदम राम्रो रहेछ। ल थ्याङ्क यू। ल फाइनल्ली रुमभित्र पसेँ। तर रुम ल यता टोयलेट बाथरुम चाहिँ दराज रहेछ। म चाहिँ यहाँ कुमार भाइको होटलमा सधैँ चाहिँ उमेश भाइकोमा बस्थ्यो। आज चाहिँ कुमार भाइ सर्भिसमा भाइको कस्तो कस्तो छ? होटलको नाम के रे भाइ? रोयल एयरपोर्ट। रोयल एयरपोर्ट। भाइको होटलको नाम रोयल एयरपोर्ट। 1 वर्ष मात्रै भएको रहेछ चालु भएको। एकदम दामी छ। आउनु होला तपाईँहरू एकखेर आएर भिजिट गर्नु होला। बस्नु होला। एकदम राम्रो छ। हेर्नुहोस् न। ल भाइले भनिदिनु भएको छ। ल सुन्नुभयो होला नि। ल सिलिम है।
ल खाना आयो अब खाना खान्छु खानामा बटर नान अनि फिस करी लिएछु आज अनि यता सलाद छ खाना खानु पर्यो खाएर अब ल म खाना खान सुरु गरेँ हजुरहरू पनि खानु स्वागतको लागि यता फुलकोपी चाहिँ लिएँ अब उनीहरू आउँदैछ सबैजना वेटिङमा छ आफ्नो आफ्नो मान्छेको लागि म पनि यसको लागि फुल लिएर बसेको छु अब आउँछ होला केही छिन घन्टा भइसक्यो 1 घन्टा भइसक्यो म यहाँ पुरी बसेछ फाइनली 2 घन्टामा पुऱ्याएपछि र वेलकम छ नेपालमा फाइनल्ली 1.5 घन्टाको कुराएपछि बुढीसँग पनि भेट्यो अब चाहिँ हामी होटलतिर जाँदैछौँ होटलमा गाडीमा होटलतिर लाग्यौँ यहीँ आएर ल उता जाने ल फाइनल्ली होटलमा आइपुग्यो रुममा आइपुग्यो अबदेखि यता अघि म पल्टेको नि त यस्तै अनि भयो नि त यता ल खाना आयो अब खाना खाएर जाने 1 प्लेट मात्र मगाएको छु उसले खान्न अरे त्यहाँ रोटी थियो अलिकति रोटी खाँदैछ अब म खान्छु अनि जानु पर्ला खाना राम्रै रहेछ होइन मिठो छ मिठो छ मिठो रहेछ जेस राम्रै छ होटल राम्रो छ ल अब हामी चाहिँ लाग्यौँ है भाइ पोखरातिर ल अब निस्किँदैछौँ भाइ होटललाई बाई बाई गरौँ फेरि फेरि आउँछु नि भाइ ल एकदम राम्रो लाग्यो हजुर हजुर राम्रो लाग्यो म फर्स्ट क्लास बसेको यहाँ 12 चेकआउट 12 बजे रहेछ ल अब हामी चाहिँ डोमेस्टिकतिर लाग्यौँ पोखरातिर जानको लागि होटलबाट 5 मिनट लाग्ने रहेछ यहाँ आउनुलाई ग्यारह बजेको हो ल ढिलो भइसक्यो ल एकछिन दौडिनु पर्छ कि ढिलो भएछ है आउनु ल लाग्दैछौँ ढिलो भयो तर हामी चाहिँ गाडीमा बसिसक्यो जहाँ आइसकेछ अरे अबदेखि आउँदा आउँदा नै हामी चाहिँ अलिकति ढिलो ल प्लेनमा जानु पऱ्यो अब उता लाइनमा जाने बसिसक्यो पोखरा 25 मिनट यहाँबाट 25 मिनटमा पोखरा पुगिहाल्छ कति बजी आयो 11:10 होइन 11:20मै उड्यो पनि हामी 12 बजे घर पुग्छौँ ढोका खोल्ने जस्ता कार्यहरू देखिन्छन् विमानमा झैझगडा गर्ने हिंसात्मक आचरण देखाउने झुटा सूचना दिएर उडान सुरक्षामा जोखिम पुर्याउने कार्य गम्भीर अपराध हो चालकले दिएका निर्देशनलाई सदैव पालना गर्नु यात्रुहरूको कर्तव्य हो यी निर्देशनहरू
नियमहरू उल्लङ्घन गरेमा नेपालको प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने जानकारी गराइन्छ। जानकारीको लागि कृपया हाम्रा this instruction may result in legal action in accordance with the prevailing law of Nepal. For more information, please contact our flight crew member. Thank you for your cooperation. हामी रूपकोटको छेउतिर आइपुग्यो। राम्रो देखेको है डाँडा काटेर आएको छ। अब हामी पोखरा एयरपोर्टमा आइपुग्यौँ। ल अब हामी चाहिँ एयरपोर्टबाट घरतर्फ लाग्यौँ। ज्वाइन ल्याउन आउनुभएको थियो अन्त के अरे बुढी उता बस्नुभएको छ। अनि यहाँ चाहिँ अब हामी यहाँबाट लगभग 5 मिनटमा घर पुगिन्छ। ल घर आएर घरमा सबै फ्यामिलीहरू बसेर गन्थन मन्थन गर्दैछ। यता अब कोसेली फोर्छ होला, यहाँ यसले लिएको कोसेली के लिएछ। यता आमा दिदी बाबा अनि बहिनी ज्वाइँ मेरो बुढी हामी सबै यहाँ बसेर गफ गर्दैछौँ अब घरको खुसियाली होइन। अब म मात्रै बोल्ने कि सबै बोल्ने होला झापमै रमाइलो भएछ होइन। ल एली त अब एकछिनमा आइपुग्छ, ल घर छैन, स्कुल गएछ। ल भिडियो चाहिँ अब मैले यहीँ इन गर्छु, धेरै अलिक लामो हुन्छ होला। होइन आजकल